सो फाइनली मैले चाहिँ यहाँ गरिसकेछु यो अन्डा प्याज अरू के छ खुर्सानी। ल गाइस फाइनली हैन बैंकको मेरो काम चाहिँ सकिहाल्यो हैन गाइस। आटो गुन्डाएर कम त हेन्सम लाग्छ त म यति हेन्सम जस्तो आज नि यार कसलाई थाहा छैन यार। ल गाइस हैन सबैभन्दा पहिला चाहिँ म यता आटो गुन्डातिर लागिहाल्छु हैन। So hey everyone and what's up? हजुर हालखबर के छ हैन ठिकै होला। आयो ए आशा गर्छु र आजको यस्तो बिहानै बिहान ब्लग अन गर्नुको रिजन के छ भन्नाले पनि हल्का हैन अब चाहिँ मैले ब्लग अपलोड नगरेको पनि धेरै महिना भइसकेको छ हैन 2 महिना समथिङ 1 महिना कि 2 महिना भइसकेको छ हैन। अब के छैन न धेरै मान्छेले पनि भनिरहेको थिए कतै मिनी ब्लग मात्रै अपलोड गर्छु हैन अलि लङ ब्लग पनि अपडेट दे। सो त्यसै कारणले हैन आज चाहिँ म हल्का आफ्नो घरमा मैले के गर्छु हैन काम साम अब झाडु साडु लगाइसक्यो तर खाना बनाउनु छैन खाना बनाउँछु मैले। त्यसपछि चाहिँ आज म स्कुल पनि गएन हैन आज चाहिँ 12 गते बुधबार हैन हिजो स्कुल चालु भएको हिजो त गएको थिएँ बट आज चाहिँ हल्का ब्याङ्कमा काम छ मेरो के बिग्रिन्छ खै। अब हिजो त गएको थिएँ म एक्लै हैन मम्मीको सिग्नेचर चाहिन्छ भन्यो त्यसले ब्याङ्कवालाले। अब हल्का एनएस ब्याङ्कमा के भन्छ के जब त्यो बनाउन जाँदैछु हैन आज त्यो पनि देखाउँछु मैले गाइस के छैन हैन। ल म चाहिँ बिना देरी गरेर हल्का एउटा कुरा गाइस हैन जो यो माइक छ नि धेरै मान्छेले भनिरहेको थियो कि यो माइकको प्राइस कति पर्यो हैन पहिले पनि भनिरहेको थिएँ हैन यो माइकको प्राइस समथिङ 1000 हैन आइसी परेको 1000 ल हैन बिना देरी गरेर म चाहिँ लाग्छु अब काम गर्नतिर नत्र मम्मीले गाली गर्छ हैन। अहिले चाहिँ बिहानको लगभग कति नै बजिरहेको होला 8 बजी छैन ल बिना देरी गरेर ल गाइस हैन सबैभन्दा पहिला चाहिँ म यता आटो गुन्डातिर लागिहाल्छु हैन। मामु चाहिँ बाहिर छन् धेरै आटो चाहिँ नलाग्ला हैन गाइस किनभने अब घरमा हामी चाहिँ 3 जना मात्रै छौँ। अब चाहिँ भाइ चाहिँ स्कुल गइहाल्यो हैन म मेरो लागि र मम्मीको लागि मात्रै पकाउनु पर्ने हैन। ल यो कुरा भनौँ गाइस धेरै मान्छेले भन्छन् कि तपाईँ नि घरमा खाना बनाउँछ छैन त्यही केटी मान्छेको काम हो। सो गाइस हैन यस्तो काम कहीँ लेखेको हुन्न क्या हैन के केटी मान्छेको कहाँ के हेल्प गर्ने हैन अलराउन्डेड हो जे मन लाग्यो गरिदिने त हैन। अब घरमा छैन त्यसैले म बनाउँछु समथिङ मेरो चाहिँ 3 साल पुग्न लागिसक्यो हैन। मैले घरमा काम गर्न लागेको खानासाना बनाउने झाडझुड यस्तो गर्ने सबै हैन केटी काम दिदीहरुको बिहे भएको हैन। ल म चाहिँ आटो गुन्डातिर लाग्छु हैन बिना केही देरी गरेर। आम्मानो कति चिसो पानी यार गाइस हैन अब हजुरलाई कहाँबाट थाहा हुन्छ हैन आटो पनि पुरा ल्याप दिनु ओहो पानी बढ्यो यार गाइस। आटो गुन्डाएर कम त हेन्सम लाग्छ त म कहीँ भ्लग हेर्दा सबैले ढल्ला नि नडल्नु होला अलि ब्रेक गरेर हेर्नु होला साधनको भ्लग कम त हेन्सम छ त साधन हिँड्नु त हो न चल आटो गुन्ने बेला कम तको हेन्सम लाग्छ भने हेर्नु त हो न ओहो न यति हेन्सम छ साधन यार कसलाई थाहा छैन यार छ कि नै गाइस कमेन्ट गर्नु पर्यो प्लिज। ल सो फाइनली गाइस साधनले चाहिँ आटो पनि सकेको छैन अब त्यसपछि चाहिँ अब रोटी हाल्नु पर्यो नि त हैन र हैन। ल यता चाहिँ चक्ला बिलाउनु छ गाइस केही पनि देखिरहेको होला हैन मैले ब्लग चाहिँ 0.5 बनाएको छु हैन त नदेखिरहेको होला। अब उसमा बनाऊँ भने सिम्पलमा बनाऊँ भने पुरै फेस देखिँदैन कि मेरो तब ल अब चाहिँ रोटी हाल्छु हैन सब्जी चाहिँ के बनाउने त्यो चाहिँ अहिले सोचेर भन्नु पर्ला। ल गाइस अब चाहिँ आम्बो देखिरहेको होला यता साइडमा छ आटो र यो चाहिँ अब हैन यहाँ नदोको रहेछन्। ल गाइस अब चाहिँ देखिरहेको होला स्पष्ट। ल साथमा चाहिँ रोटी हाल्छ हैन कस्तो हाल्छ रोटी प्लिज कमेन्ट द बक्स यो पनि। ल गाइस हेर्नु त साधनले पहिलो रोटी नै पुरै बाहुलिया रोटी हाल्दैछ पुरा यति खतरनाक मिनी बाहुबली यो पहिलो रोटी नै
ल गाइस हजुरलाई कस्तो लागेछ भन्नु होला है। ल गाइस फाइनली मैले चाहिँ होइन रोटी सोटी हालिसकेँ होइन। अब चाहिँ सब्जी के गरौँ भनेर यस्तो मम्मीलाई सोधेको होइन। अन्डा छ होइन, अन्डा पुरै भुटेर हल्का लपेट हाल्नुपर्छ यस्तो ल होइन। अब चाहिँ अन्डा भुट्नु पर्यो होइन गाइस, धेरै केही छैन। अब कति 2जना त छन्, 2जना धेरै छैन होइन। 4 अन्डा भुटिदिने हो यस्तो पारेर। ल हेर्नुहोस् यहाँ त छैन, 4 अन्डा छन्। तो झेरवाला हो, पता नहीं ये कौन सा डिजाइन वाला अंडा रहेछ यार हेर्नु त। ल प्याज स्याज यस्तो कट्नी हालेर हुन्छ। अब यसको पनि पुरै ताल गालम्लेट लगाइ छैन। यो ब्लगलाई चाहिँ लास्टसम्म हेर्नु है, कसैले छोड्दैन फेरि बिचमा क्यामेराबाट हात होला फेरि थाहै होला। तो फाइनली मैले चाहिँ यहाँ गरिसकेछु यो अन्डा प्याज अरू के छ खुर्सानी र मसला सब मिक्स गरेछु। कि यार धेरै स्पष्ट भइरह्यो क्या यार, मसला हामीसँग घोलिएको छैन यहाँ जे पनि गाइस। ल अब बिना देरी गरेर हामीले यस्तो बनाउनु पर्छ बाहुबली स्टाइलमा। ओ तेरी पुरो जेहेर भन्दा नि जेहेरवाला भइसक्यो यार गाइस हेर्नुहोस् त। ओहो डढिहाल्यो क्या पुरै। रोटी बनाएर गाइस भुट्नुपर्छ हामीले लाई। रोटी सोटी त पछि बनाउला भोलि पर्सि होइन। ल अहिले यस्तो हुन्छ पुरै जेहेरवाला अम्लेट हुन्छ यसको। अम्लेट के बनाउने भुट्दिउँ होइन, पुरै डढाइदिनुपर्छ हामीले यसलाई पुरै कालो यस्तो कालो गराउनु पर्छ नि त्यसले खानको लायक नै नहोस्। ओ माई गॉड यो के भयो? ओहो गरे नि डढिहाल्यो यार हेर्नुहोस् त पुरै। हुन त कुहिएको पनि खाइदिने यसलाई पढ्यौँ हामी त। अब डढ्नुको त मतलब नै छैन यार। यहाँ पनि अफ गरेर ओ माई गॉड रोटी पनि यसमै हालिदिएको, अन्डा पनि पुरै फराइवाला बनाइदिएछु मैले त। हेर्नु त पुरै डढिहाल्यो त्यहाँ साइडमा त्यहाँ। हेर्नु त यो हेर यो पुरै जेहेरवाला अम्लेट गयो जेहेरवाला। म गाइस केही छैन अब यसलाई म भुटेर भेट्छु होइन हल्का लपेट्ने बेला। त्यसैले सबैले गाइस यो भ्लगले चाहिँ लास्टमा राख्नुपर्छ। ल गाइस सो गाइस होइन फाइनली मैले चाहिँ अब खाना बनाइसकेको थिएँ होइन। र सब्जीमा चाहिँ अन्डाको यस्तो पुरा जेहेरवाला बनाइदिएँ मैले होइन। ल अब खानासँग ठिकै छ होइन। पहिला खाना खाऊँ त्यसपछि फेरि अब हल्का हेल्थ पोस्टतिर जानुपर्छ होइन। ब्याङ्कमा काम छ मेरो, अघि पनि भनेको थिएँ। ल केही छैन खानासाना खाएर त्यसपछि भेटौँला त होइन। ल गाइस सो गाइस फाइनली म चाहिँ घरमा साढे 9 बजेको थिएँ। अब दिदी घरमा छु, मैले चाहिँ बिना माइकको ब्लग बनाइरहेको छु होइन। दिदीको घरमा छैन आएँ ल होइन के अब दिदी चल्का बस्दाखेरि तबसम्म म हजुरलाई देखाउँदैन। मैले दिदीको घरको अपडेट नदेखाउँ भने बहुत भइसकेको थियो। यहाँ अब हल्का दिदीको घरको अपडेट देखाउँछु हेर्नु होला होइन। पाइन्छ चाहिँ यहाँ माथि हेर्नुहोस् यो घर नयाँ बन्दै थियो। मलाई माथि 2 मन्दिरको बन्दै सक्यो है। माथि गएर देखाउँछ गजब भला भने। पहिला चाहिँ यो 1 मन्दिर थियो, अहिले चाहिँ यहाँ 2 मन्दिर पुगिसक्यो हेर्नुहोस्। पश्चिमी बासा गाडो छ नि। अब आज चाहिँ हल्का कामवाला मान्छे नआएको कारणले हामीहरू फेरि चाहिँ त्यसरी जाँदै थियौँ। ल हेर्नुहोस् यहाँदेखि 2 मन्जिल यसको साइड अर्को मन्दिर पनि बन्ने होला मलाई लागिरहेको छ होइन। के हुन्छ हेरौँला लगाइदिउँ। अब चाहिँ हामी केही ढिला नगरेर सिधै टुकटुकमा बसेर हिँडेको म भिडियो देखाउँछु होइन। अब ब्याङ्कमा के भएको गाइस त्यो त आगा साइडभित्र बनाउन नमिल्ला होइन। त्यही पनि अपडेट दिन्छु मैले के भयो भनेर। लगाइ चाहिँ ल सिधै बस्तिर दिदीको काम थियो होइन। र म अब एनएससी ब्याङ्कमा जाँदैछु होइन। यहाँबाट सिधै अब सायद ब्याङ्क बनाउनु बेला होइन त्यसैले हल्का म भन्छु के हुन्छ।
छ अब चाहिँ छैन एनआइसी ब्याङ्कको खाता अब हेरौँ के हुन्छ होइन यो चाहिँ एनआइसी ब्याङ्क छैन क्या आउन हेरौँ गाइस के हुन्छ ल गाइस फाइनली होइन ब्याङ्कको मेरो काम चाहिँ सकिहाल्यो होइन अब भइहाल्यो अब हल्का चाहिँ दिदीको पनि काम छ हल्का होइन दिदी चाहिँ पछाडि छन् दिदी काम भइरहेको छैन क्या थोडा टाइम लागिरहेको छ होइन घाम पनि लास्टै लागेको छ क्या धुप त यस्तो पोलिरहेको छ यार ल होइन अब भोक पनि लागिरहेको छ धेरै नभने यसरी हामी के बनाउने चाहिँ राम्रो लगाएको छ अब सिधै त हामी दिदीको थोडा काम छ होइन त्यो काम गरेर जान्छौँ घरतिर होइन त्यो ब्लग चाहिँ स्किप गरौँ होइन सबैले हेरिदिनु यस्तो म चाहिँ लास्टसम्म र त्यही सपोर्टिङ दिइराख्नु होला होइन देन बिच बनाइदिए बाई गाइज